हाम्रो चाड। दशैं आयो, खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउला, हुट्ट पापी, म त छुट्टै बसुला। गीत कस्तो छ भाइ बहिनी हो? हेर, तिमीहरू जस्तै साना साना नानीहरू यही गीत गाएर रमाइरहेछन्। तर बुढी औँला चाहिँ अरू 4 औँलाबाट छुट्टै बस्छु भन्छ रे। किन थाहा छ? चोरी औँलाले चोरी ल्याउने कुरा गरेछ। यो कुरा बुढी औँलालाई मन परेन। ऊ अरू औँलाबाट छुट्टै बस्यो। हो भाइ बहिनी हो, दशैंको बेलामा हाम्रा गाउँघरका केटाकेटी यही गीत गाउँछन्। यो चाड 1 वर्षमा एकचोटि आउँछ। यस चाडमा मानिसहरू दुर्गा भवानीको पूजा गर्छन्, उनको प्रार्थना गर्छन्, देवदेवीका मन्दिरहरूमा जान्छन्। दशैंमा परिवारका सबै मानिसहरू एकै ठाउँमा जम्मा हुन्छन्। टाढा परदेश गएका मानिस पनि घर आउँछन्। सबैको मेलमिलाप हुन्छ। आफू आफूमा दया माया बढ्छ। सबैजना मिलेर रमाइलो गर्छन्। उनीहरू मिठा मिठा कुरा खान्छन्, राम्रा र नयाँ लुगा लाउँछन्। केटाकेटीहरू पिङ खेल्न खूब रमाउँछन्। दशैंमा मानिसहरू एक अर्काको घरमा जान्छन्। आफूभन्दा ठूलासँग दुर्गा भवानीको प्रसाद थाप्छन्। उनीहरू टीका र जमरालाई माग्छन्। उनीहरूको आशिष लिन्छन्। हाम्रा राजा रानी कहाँ पनि मानिसहरू टीका थाप्न जान्छन्। फूलपातीको दिन काठमाडौँको टुडी खेलमा लहरै बढाइ हुन्छ। घर घरमा फूलपाती भित्र्याउँछन्। दशैंको बेलामा पाठशाला बिदा हुन्छ।